Hello guys, welcome back to my channel. It's a DM family र म हुँ तपाईहरुको आफ्नै मान्छे दिप राजा गाइस। आज चाहिँ म अलिकति खुसी छु, एक्साइटेड छु किनभने आज न भोलि चाहिँ मेरो छोरीको बर्थडे हो र हामी चाहिँ फ्यामिली मिलेर सबैजना छोरीलाई अलिकति सरप्राइज दिँदा जाँदैछु। यसो 12 बजे ह्यापी बर्थडे भनेर एउटा केक चट्ट लिएर गएर उसलाई अलिकति सरप्राइज दिएर चाहिँ उसलाई अलिकति त्यसमा जोडिरहनु होला। आजको यो हामीहरु चाहिँ यो भ्लग चाहिँ आजबाट कन्टिन्यू गर्न जाँदैछौँ। चट्ट अलिक गएर केक सेक काट्छौँ भोलि होइन, घुमघाम यसो के हुन्छ भोलिको सबै कुरा तपाईँलाई देखाउँछु। भिडियोमा जोडिरहनु होला। ल जाउँ अब केक काट्न जाउँ है त। 12 पनि बज्न आइसक्यो, छिटो ठ्याक्क मिलाउनु पर्छ फेरि है त। ल गाइस, ल लेट्स गो। कस्तो मान्छे रहेछ दिवाला दल्यो नि त। कस्तो मान्छे रहेछ, कहाँ दलिएको यस्ता यसरी जल्यो नि मेरो छोरीको जन्मदिन आज मेरो छोरीले मलाई बुढा बनाइन्। अब चाहिँ साँच्चै लाग्न थाल्यो, बुढा भए। 15 वर्ष लाग्यो। सरी 15 वर्ष। वेल आज हाम्रो लागि एकदम स्पेसल दिन छ, मेरो छोरीको बर्थडे। अब हामी सेलिब्रेसन गर्दैछौँ। लेट्स सुरु गरौँ है त। यो चाहिँ आजको हाम्रो लन्च। यो चाहिँ मटन भयो, यो चाहिँ हाम्रो चिकनको रोस्ट भइहाल्यो, अनि यो चाहिँ हाम्रो कालो दाल घिउमा जिमु झानेको, र यो चाहिँ हाम्रो गोलबडाको अचार। बर्थडे गर्ल चाहिँ रेडी भइसकेको छ। मेकअप पनि गरिवरी यसको यो आउटफिट अस्ति गरेको बर्थडे सपिङको सर्ट हो गाइज। सो प्रिटी। लाइक छिन भेटौँला गाइज। वेल हाम्रो केक पनि आइसकेको छ। मैले अनलाइन अर्डर गरेको थिएँ, कहाँबाट थाहा छैन। ल हामी एकदम एक्साइटेड छौँ यो केकलाई काटेर बर्थडे सेलिब्रेसन गर्नको निम्ति। ए ओके ओके, म त आफ्नै ताकिरहेको केक बिचमा यो हिजोको केक हो क्या, यो केही नगरिकन केक काट्यो भन्ने ठान्नु भएछ मम्मीले। यो त हिजो रातिको सरप्राइज केकहरू खाँदैछौँ हामी होइन, तर मम्मीले के सोच्नु भएछ भने भर्खर ल्याएको केक त यिनीहरूले डाङडुङ्गै खाइरहेछ, केही गरेन सेलिब्रेटी के हो यो भनेर मम्मी एकैछिन आफै टुवा परिरहनु भएको छ। छोरी ह्याप्पी बर्थडे छोरी मेरो। मेरो भान्जा आएको छ मेरो घरमा है। मेरो भान्जा मेरो ज्ञान चुकोदी बाबु भान्जालाई मामालाई अब कहाँ पो दौड्यो त घोडा त खिच्न यता लगाएर
बिस्तारै गुण निस्किन्छ बिस्तारै गुण निस्किन्छ मामा गुड निस्किन्छ भन्थ्यो समझ रहे हो ना उपकायो मामाको त पात निस्किन्छ ल बिस्तारै निस्क्यो होला अलिकति तुरुक्क तलबाट ओ स्वैग ल यो चाहिँ भान्जा बाबुको स्वाग रे स्वाग के छ म अब चाहिँ हामी जाँदैछौँ हाम्रो छोरीको बर्थडे सेलिब्रेसन गर्नलाई भक्तपुरको पिसफुल कोरियन भन्ने क्याफेमा गएर होइन त्यहाँ चाहिँ कोरियन पाउँछ मेरो छोरीको चाहिँ कोरियन चाहिँ अलिकति फेभरेट हो हाम्रो पनि फेभरेट मेरो भन्दा नि मामुको पनि फेभरेट छोरीको पनि फेभरेट त्यही भएर जाँदैछौँ हामी कोरियन खानालाई पिसफुल कोरियन क्याफे रेस्टुरेन्ट अनि मेरो भान्जा बाबु पनि रेडी मेरो बहिनी पनि रेडी हाँस्दै न बाबु फाइनली हाम्रो डेस्टिनेसनमा आइपुगेका छौँ हाम्रो डेस्टिनेसन त्यहाँ हो देखाइदेऊ र हाम्रो गाडी भन्ने चाहिँ अहिलेसम्म आइपुगेको छैन यो ठाउँ हेर्न सक्नुहुन्छ तपाईँले यस्तो रमाइलो छ यता देखाइदेऊ न एकदम यो हाम्रो चाहिँ वान अफ माई मोस्ट फेभरेट ठाउँ हो यो चाहिँ होइन अनि हेलमेटले मलाई कार्टुन देखेकोमा म क्षमा चाहन्छु र मैले यो भिडियोहरू चाहिँ मैले राखिरहेको हुन्छु प्रायः यो दि टेम्पल क्याफे भन्ने होइन यो चाहिँ मेरो एकदम मनपर्ने ठाउँ हो हामी यहाँ आइरहेको हुन्छौँ हामी यहाँनिर बस्छौँ खान्छौँ घुम्छौँ दिउँसोको वातावरण पनि रमाइलो छ यहाँ कुमारी खेलेको छु लेखिरहेको छु मलाई खोजिन भेटायो भेटायो हामी चट्ट फ्यामिली यहाँ बसेर चाहिँ अर्डरहरू भइरहेछ बनाउँदैछ म टिकटक बनाउँदैछ भाइ टिकटक फोटो खिच्नु भनेको टिकटक भयो कति लामो कति लामो कि अलिकति छोटो हुनुपर्छ नि मैले दया गरेर यसो सकेर अझै गरेर चाहिँ आमा ओ सिनेमा कति लामो